यो दुईवटा तस्बिर हेर्नुहोस्। एकातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेट, जहाँ देशका लागि गोल गर्ने खुट्टाहरू आज हातमा पासपोर्ट र भिजा बोकेर लाइनमा उभिएका छन्। विमल घरती मगर, आशिष चौधरी, सेसेयाङ आङदेम्बे हिजो मैदानमा जर्सी लगाउनेहरू आज वर्क भिसामा अस्ट्रेलिया उडिरहेका छन्। र अर्कोतिर कृतिपुरको क्रिकेट मैदान, जहाँ हजारौंको भिड छ, जहाँ खेलाडीहरू अब लाखौंको अक्सनमा बिक्दैछन्, जहाँ आफ्नो फ्रेन्चाइजी टिमको नाराले आकाश गुन्जिन्छ। एउटै देश, एउटै माटो, एउटै प्यासन। तर किन आज क्रिकेटका खेलाडीहरू सपना देख्दैछन् र फुटबलका खेलाडीहरू भविष्य खोज्दै विदेश जाँदैछन् त? हामी ठिक छौँ, फुटबल बिरामी छ। इन्फाले यति गर्यो कि 9 दिनसम्म उनीहरूले अब त्यो लेटर आएको छ पनि भन्दैन। को मान्छेहरू हट्यो भने चाहिँ या के कुराहरू भयो भने चाहिँ नेपाली फुटबल पहिला जस्तै हुन्छ। मैले देखेको चाहिँ अहिले दुईटा व्यक्ति चाहिँ तत्काल हट्नुपर्छ। आजको भिडियो केवल क्यान भर्सेस एन्फाको तुलना होइन। यो कथा हो नेपाली खेलकुदको राइज एन्ड फलको। यो कथा हो त्यो डार्क रियालिटीको, जसले हामीलाई सोच्न बाध्य बनाउँछ कि हाम्रो फुटबल एकदम जीर्ण अवस्थामा छ र क्रिकेटले कसरी त्यो चमत्कार गर्यो जुन अरूले गर्न सकेन। कुरा सुरु गरौँ फुटबलको त्यो पीडाबाट, जसलाई मिडियाले ट्रेन्ड भन्यो तर यो एउटा ट्रेजेडी थियो। तपाईँलाई विमल घरती मगर त याद नै होला, नेपालको त्यो वन्डर किड जसले बेल्जियमको एकाडेमीमा तालिम लिएको थियो, जसमा नेपाली फुटबलको भविष्य देखिन्थ्यो। आज उनी कहाँ छन्? अस्ट्रेलियामा। तर उनी एक्लै छैनन्। यो लिस्ट हेर्नुहोस्, यी कुनै साधारण नाम होइनन्। यी ए डिभिजन लिगका स्टारहरू हुन्। चर्च बोइज युनाइटेडलाई लिग जिताउने आशिष चौधरी, मछिन्द्र क्लबका सेसेयाङ, यी सबैले देश छोडे। हालै मात्रै 2025 मा पनि यो प्रवृत्ति जारी छ। जगजित श्रेष्ठ जस्ता राष्ट्रिय टिमका क्याप्टेनले पनि अस्ट्रेलिया रोजेका छन्। एक रिपोर्ट अनुसार पछिल्लो 2 वर्षमा दर्जनौं खेलाडीहरू अस्ट्रेलिया पुगेका छन्, किनकि अस्ट्रेलियाको सेमी प्रोफेसनल लिगमा पनि यहाँको भन्दा राम्रो तलब र सुविधा पाइन्छ। किनकि नेपालमा लिग कहिले हुन्छ कसैलाई थाहा छैन। ए डिभिजन लिग त हुन्छ तर 6 महिनासम्म तलब नै पाइदैन। वर्षको 3 महिना मात्रै फुटबल र बाँकी 9 महिना बेरोजगारी। एकजना खेलाडीले एउटा अन्तर्वार्तामा भनेका थिए, मैदानमा देशको लागि लड्न मन थियो तर घरमा परिवारको भोकसँग लड्न सकिन। तर यो अँध्यारोमा एउटा सानो किरण भने छ है। जब खेलाडीहरू विदेश पलायन हुँदैछन्, महिला टिमले भने विश्वमा आफ्नो नाम कमाउँदैछन्। 2025 अगस्तमा फिफा र्याङ्किङमा नेपालको महिला राष्ट्रिय टिम 93 पोजिसनबाट 87 पोजिसनमा पुग्यो। यो नेपालको इतिहासमै सबैभन्दा उच्च र्याङ्किङ हो। एसियामा पनि हामी 98 पोजिसनमा छौं, जसले देखाउँछ कि हाम्रो वुमेन्स फुटबलमा सम्भावना छ। यो सफलताको पछाडि खेलाडी जस्तै सावित्रा भण्डारी साम्बा, जसले 2025 मा इतिहास रचिन्। उनी नेपालको पहिलो खेलाडी हुन् जसले अस्ट्रेलियाको ए लिगमा 2 वर्ष व्यावसायिक करार गरिन्। यो पलायन होइन, यो सफलता हो। साफ च्याम्पियनशिपमा नेपाल बारम्बार फाइनलमा पुगेको छ। जस्तो 2024 मा बंगलादेशसँग फाइनल हारे पनि टिमले देखाएको प्रदर्शनले विश्वलाई चकित पारेको छ। प्रश्न यो छ कि मेन्स फुटबल किन यस्तो हुन सकेन? के यो वुमेन्स टिममा कम राजनीति अनि बढी फोकसको नतिजा हो र? यो रोचक तथ्यले हामीलाई सोच्न बाध्य बनाउँछ कि फुटबलमा पनि राइज सम्भव छ यदि राम्रो लिडरशिप दिने हो भने। अब थोरै कुरा गरौँ नेपाली क्रिकेटको। जुन बेला फुटबल खेलाडीहरू भिजाको लाइनमा थिए, त्यही बेला काठमाडौँको एउटा होटलमा अक्सन चलिरहेको थियो, नेपाल प्रिमियर लिग एनपीएल को अक्सन। यो 2025 को दोस्रो चरण थियो, जसमा अगस्त 9 मा भएको अक्सनमा 37 वटा खेलाडीहरू बिक्री भए, जसमध्ये 150 खेलाडीहरूबाट छनौट गरिएको थियो। तथ्याङ्क हेरौँ, अनिल शाह 15 लाख रुपैयाँ जनकपुर बोल्ट्स, गुलशन झा 15 लाख रुपैयाँ कर्णालियाक्स, सागर ढकाल, लोकेश भम 15 लाख। यो त केवल अक्सन प्राइज हो। मिनी अक्सनमा पनि हेमन्त धामी, सुदूरपश्चिम रोयल्स, पवन सरफ कर्णालियाक्स, अर्जुन साउथ चितवन राइनोज जस्ता खेलाडीहरूले उच्च मूल्य पाए। ए क्याटेगोरीको खेलाडीहरूको बेसिक मूल्य 10 देखि 15 लाख थियो, जबकि बी र सी क्याटेगोरीको प्लेयर्समा पनि लाखको बोली थियो। पुरस्कार राशि, म्याच फी र अन्य कुराहरू जोड्ने हो भने एउटा टप क्रिकेटरले नेपालमै बसेर वार्षिक 50 लाखदेखि 1 करोडसम्म कमाउने अवस्था सिर्जना भएको छ। यो लिगमा अन्तर्राष्ट्रिय खेलाडीहरू जस्तै न्युजिल्यान्डको जेम्मी निजम पनि सामेल छन्, जसले नेपाली क्रिकेटलाई विश्वव्यापी रूपमा चिनाएको छ। नेपाल क्रिकेट एसोसिएसन क्यानले कर्पोरेट हाउसहरू भित्रायो, ब्याङ्कहरू, मोबाइल कम्पनीहरू र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वास दिलायो कि यहाँ लगानी गर्नुहोस्, हामी प्रतिफल दिन्छौँ। उता एन्फाले फिफाबाट आउने फरवर्ड प्रोग्रामबाट $1 मिलियन फन्ड पाउँछ, तर न ग्रासरुटमा एकाडेमी छ न कुनै लिगको टुङ्गो नै छ। क्लबहरूले बराबर हिसाब खोइ भनेर प्रश्न गर्छन्। यहाँ पैसा नभएको होइन, पैसाको व्यवस्थापन नभएको हो जस्तो लाग्छ। 2025 मा पनि एन्फाले ए डिभिजन लिग नगर्ने निर्णय गरेपछि खेलाडीहरूले मुख्य लाइन अगाडि विरोध प्रदर्शन गरे, मेडलहरू फर्काएर आफ्नो विरोध प्रदर्शन गरे। क्रिकेटको परिवर्तनको पछाडि एउटा मुख्य कारण छ नेतृत्व, लिडरशिप। क्रिकेटमा एउटा नाम लिनै पर्छ, पारस खड्का। हामीले वर्षौंसम्म पारसलाई मैदानमा ब्याट बोकेर फ्रन्ट फुटमा खेलेको देख्यौं। आज उनै पारस क्यानको सचिवको रूपमा फ्रन्ट फुटमा प्रशासनिक ब्याटिङ गर्दैछन्। जब नेतृत्वमा त्यो व्यक्ति पुग्छ जसले आफै जर्सी लगाएर खेलेको छ, तब उसले खेलाडीलाई कसरी अगाडि बढाउने र लिगलाई कसरी ग्लोबल बनाउने भनेर भिजन बनाउँछ। क्यानमा अहिले नयाँ सोच छ, नयाँ युवाको जोश छ।
तर एन्फाले नेतृत्व फेरिरहेको छ। अनुहार फेरिरहेका छन्, पुरानो युग सकियो, नयाँ पुस्ता आयो, तर संस्कार फेरियो त? अहिले पनि एन्फाभित्र गुटबन्दी, आन्तरिक कलह र बैठक रद्द भएका समाचारहरू आइरहेका छन्। 2025मै पनि शीर्ष नेतृत्वमाथि असफलताको आरोप लागेको छ। खेलाडीहरूले लिग फर्मेटमा विवाद गर्दै लाइभ प्रसारण बिना वार्ता नगर्ने चेतावनी दिएका छन्। यसबाट यो स्पष्ट हुन्छ कि एन्फामा अझै पनि एउटा दूरदर्शी नेतृत्वको अभाव छ। यस्तो नेतृत्व जसले फुटबललाई राजनीतिक खेलभन्दा माथि राख्न सकोस्। अझै सबैभन्दा ट्रेजिक कुरा त यो छ कि हाम्रो एकमात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला छ, दशरथ रङ्गशाला। केही समय अगाडि एएफसीले भन्यो यो रङ्गशाला फुटबल खेल्न लायक छैन। देशको एकमात्र रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डमा फेल भयो। नेपालले आफ्नो होम गेम खेल्न साउदी अरबिया वा मलेसिया जानुपर्ने अवस्था छ र हाम्रा खेलाडीहरूले आफ्नै फ्यानहरूको अगाडि खेल्न पाएनन्। 2025मा पनि एएफसीको निरीक्षणमा फ्लड लाइट, ड्रेनेज, सेक्युरिटी, पिचको अवस्था, प्रवेश निकासद्वार र प्रशिक्षण सुविधाको कमीका कारण यो स्टेडियम पुरुष अन्तर्राष्ट्रिय खेलहरूको लागि अयोग्य छ। नेपालले विश्वकप क्वालिफायरमा घरेलु खेलहरू 2023 नोभेम्बर पछि खेल्न सकेको छैन र हालैको निरीक्षणमा पनि असफल भएको छ। उता क्रिकेटमा मूलपानी मैदान बनिरहेको छ। चितवनमा गौतम बुद्ध रङ्गशालाको काम पनि अगाडि बढ्दैछ र कृतिपुरको त के कुरा गर्ने, अहिले लाइभ नै हेर्दै हुनुहुन्छ होला। फरक बजेटमा होइन, फरक राम्रो लिडरसिपमा छ। अन्ततः नेपाली क्रिकेट आज जहाँ छ त्यो रातारात भएको होइन। 2016मा क्यान पनि निलम्बनमा परेको थियो। त्यो डार्क पिरियडबाट नेपाल आज यहाँ पुगेको छ। फुटबल नेपालको सबैभन्दा लोकप्रिय खेल हो। गाउँ गाउँमा क्रिकेटको ब्याट पुग्न भन्दा पहिला फुटबल पुगिसकेको थियो। तर यदि एन्फाले अहिले पनि आफ्नो ओल्ड स्कुल राजनीति छोडेर क्यानले जस्तै प्रोफेसनलिजम र कमर्सियलाइजेसनको बाटो नसमात्ने हो भने विमानस्थलको त्यो लाइन अझै लामो हुन सक्छ र हामीले टिभीमा अरू देशको लिगहरू हेरेर चित्त बुझाउनु पर्नेछ। महिला फुटबलको उदयले यो देखाउँछ कि फुटबलमा पनि चमत्कार सम्भव छ, तर यसको लागि सही नेतृत्व र व्यवस्थापन चाहिन्छ। फ्यानहरूलाई क्रिकेटको सफलतामा गर्व छ, तर फुटबलको यो डाउनफल स्वीकार छैन। तपाईलाई के लाग्छ कि एन्फाले पनि क्रिकेट जस्तै व्यवस्थापन ल्याउला त देशमा? यदि यो भिडियोले तपाईको मनको कुरा बोल्यो भने शेयर गर्नुहोला। अर्को भिडियोमा भेटौँला। जय नेपाल।